एभ्रिवान अस्सलाम वालेकुम वेलकम टु माई ब्लग। आज चाहिँ म पारी जान लागेको। यहाँबाट चाहिँ 5 मिनट उता हिँडेर जानुपर्छ। हामीले चाहिँ सामान लिन जाँदाखेरि आज चाहिँ म मेरो छोरीको लागि चाहिँ खानेकुराहरू चाहिँ लिन जान लागेको। सो लेट्स गो। म चाहिँ यहाँ तल फोन लिन आएको थियो। यसबाट पेमेन्ट गर्छु कि आज म, त्यही भएर। अनि माथि गयो, हाम्रो चाहिँ पसल छ। सो साथीहरू, हाम्रो चाहिँ व्रत छ कि अनि कस्तो गाह्रो हुन्छ हिँड्नलाई। हाम्रो चाहिँ अहिले रमजान चलिरहेको छ अनि हिँड्न नसकेर बल्ल तल्ल गएको। हामीलाई चाहिँ तरकारीहरू लिएर आउनु चाहिँ कस्तो गाह्रो हुन्छ कि बोकेर आउनलाई। पारी जानुपर्छ नि त। त्यो देखेको बजारमा जानुपर्छ, यति टाढा पुल तरेर। अन्त चाहिँ देख्न सक्नुहुन्छ यता चाहिँ नदी छ। चाहिँ बाइक आएर मैले एकछिन रोकेको। यहाँ चाहिँ बाइक आएको है गर्छ कि पुलमा चाहिँ, अनि हिँड्नलाई कस्तो गाह्रो हुन्छ कि। हाम्रो घर चाहिँ उति डाँडामा पर्छ, यो चाहिँ गाउँ नै हो। सो म चाहिँ तपाईँहरूलाई चाहिँ अब पसलमा गएपछि चाहिँ देखाउँछु ल। यहाँ चाहिँ कति ठुलो मन्दिरहरू छ। अनि यहाँ चाहिँ कति उता अमेरिकातिरको मान्छेहरू पनि आउँछ कि घुम्नलाई। पर्यटक स्थल नै हो भने नि हुन्छ यतातिर। सो यहाँ चाहिँ केराबारी चाहिँ न कति धेरै केरा फल्छ कि यहाँ चाहिँ। अनि पसलमा लगेर बेच्छ, यहीँबाट लगेर। केराबारी छ, त्यो देख्न सक्नुहुन्छ। फाइनल्ली म चाहिँ फुलबारी आइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ। यो बाइकको दाइले चाहिँ क्या छ हेर्दै राख्यो। मलाई त कस्तो बोल्ने अड्लाइरहेको। आँपको बोट छ कि यो चाहिँ, यसमा चाहिँ कति धेरै आँपहरू फल्छ कि। पात बराबरै लाग्छ फल, देख्न सक्नुहुन्छ। यहाँ पनि आँपको बोट थियो, तर यहाँको चाहिँ काटिदिएको हो। सो फाइनल्ली म चाहिँ मेन रोडमा आइसकेको छु। त्यो देखेको चाहिँ यो चाहिँ तरकारी पसल हो। म चाहिँ अब तरकारी पसलमा फाइनल्ली म चाहिँ पसलमा आइसकेको छु। म चाहिँ साबुदाना लिन आएको। साथीहरू साबुदाना हेर्नुहोस् है। काजु पनि लिनु न, काजु अनि बदाम। यो नलाने। साथीहरू, म चाहिँ सामान लिएर पसलबाट फर्किसकेँ। त्यो बाटो हिँड्दै हिँड्दै जान्छु म चाहिँ। त्यतिखेर सामान लिएर पनि सकेको त्यो गरौँ भयो। सधैँ यसरी बोकेर जानुपर्छ उता घरमा। म चाहिँ अनि अब लहर लहर हिँड्दै घर जान्छु। म चाहिँ घरको आँगनमा आइपुगेँ। म चाहिँ माथि जान्छु अनि
साथीहरू म चाहिँ घर आइसकेँ। मैले चाहिँ आजदेखि चाहिँ भ्लग स्टार्ट गरेको छु। सो मेरो च्यानललाई चाहिँ तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला अनि लाइक सेयर पनि गरिदिनु होला। थ्याङ्क यू।